हर्क साम्पाङको बारेमा राजेन्द्र खड्की दाइले र जयकृष्ण बस्नेत दाइले चाहिँ के भन्दै हुनुहुन्छ त पहिला यो भिडियो हेर। मुला हावा मासाला हावा यो मुआम्फाको यो चल भात मासाला मतलब राजेन्द्रले भन्नु खोजेको चाहिँ होइन बोल्ने मात्र होइन फिल्डमा आएर उत्रेर होइन पहिला म हर्क साम्पाङको फ्यान हो अहिले चाहिँ मलाई खासै म उहाँलाई त्यति फलो गर्दिनँ ठकुरी हाल्दाखेरि ठाकुर हाल्यो होइन अलिकति नचाहिँदो चिजमा बोल्ने क्या जस्तै उहाँ त अहिले विपक्षमा हुनुहुन्छ नि त उहाँ बालेन्साला के अरे बालेन्सा खोइ मात्र भन्नुहुन्छ यत्रो महँगीको बारेमा कहिले आवाज उठाउनु भएन क्या अनि अर्को एउटा चित्त नबुझाएको चाहिँ यो तिमीले पुल भन्यो होइन त्यो पुलको लागि करोडौँ अर्बौँ चन्दा उठाएको छ नि त त्यो कुन चाहिँ प्रोग्राम मैले एउटा इन्टरभ्यू हेरेको थिएँ हर्क साम्पाङको होइन त्यो हिसाब देखाउनु पर्दैन भनेर हाम्रो राजेन्द्र बानियाको होला क्या म किन देखाउने भनिदिनु भयो क्या भने घरतिर फर्केर फेरि याद गर जोले माग्यो उसैलाई देखाउने भने जोले पैसा दियो उसैले हो होइन एउटा सार्वजनिक मान्छेले त्यसरी त्यो भन्नै मिल्दैन किनभने भने हो चन्दाको धन्दा पहिलेदेखि चलिरहेको छ क्या म त यसमा जहिले पनि विरोध गर्ने मान्छे हो धुर्मु सुन्दलीदेखि अनि कैयौँ कलाकारहरू छ गायिकाहरू छ युट्युबरहरू छ जसले चन्दाको धन्दा होइन उनीहरूको म विरोध गरेर आइरहेको मान्छे अनि हर्क साम्पाङको फ्यान हो भने हर्क साम्पाङले हिसाब देखाउनु पर्दैन भनेर म किनभने कसैको झोले होइन क्या गलतै भन्छु जस्तै उहाँले पारु हाङको जुन त्यो शालिग बनाउने भन्ने कुरा छ नि त त्यहाँ पनि देखाउनु पर्यो नि त एउटा कुरो एउटा साधारण बिरामीहरूलाई चन्दा उठाउँदाखेरि यहाँ 3 दिनभित्रमा करोडौँ उठ्छ भने हर्क साम्पाङ भनेको त एउटा हिरो रियलको हिरो देशकै हिरो हो अहिले त देशकै हिरो थियो पहिला अहिले पनि हो नि दाइ हैन अहिले अलिकति 50-50मा हुनुहुन्छ हैन म राम्रो भन्नियो नराम्रो भन्नियो उहाँले सांसद भएर गएपछि एकचोटि पनि महँगीको बारेमा कुरा उठाउनु भएन किनभने उहाँलाई पैसाको फालाफाल छ हैन हर्क साम्पाङलाई पैसाको फालाफाल छ र अनि अब त्यत्रो चन्दाहरू उठिरहेको होइन यहाँ बाबु तिमीले भनेको धुर्व साथी हो भने यो हर्के सामानले हिसाब छ यार होइन एउटा यो अहिलेको सरकारले हरेकलाई छानबिन गर्नुपर्छ क्या हो मबाट सुरु गरेर भनेको छु यार जस्तै चाहिँ तपाईँले ब्याङ्कमा जाँदा कतिको याद गर्नु भएको छ बिचमा के हुन्थ्यो भने होइन तपाईँ मान्नु घरमा के काम पऱ्यो 5 लाख रुपियाँ चेक लिएर जानु अनि के ब्याङ्कमा जाँदा यति थोत्रो नोटहरू दिन्थ्यो 1000को त के भएको छ दाइ त्यो नयाँ कडक नोटहरू सब साला भ्रष्टाचारी नेताहरू कर्मचारीहरू अनि चन्दाका धन्दा गर्नेहरूले लुगाएर राखेको थियो जस्तै अस्ति आन्दोलन हुँदाखेरि घरमा त्यत्रो करोडौँ रुपियाँ उडेन जयकृष्ण बस्नेत दाइको र राजेन्द्र खड्की दाइको चाहिँ यो भनाइ तपाईँहरूलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा कमेन्ट गर्न र सबैको सामु पुग्नको लागि एक सेयर गर्न चाहिँ नबिर्सनु होला है त।